समितिको बैठक भर्खरै सम्पन्न भएको छ र बैठकले विशेष गरेर हिजो तीनकुने क्षेत्रमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। हिंसारहित कार्यक्रमहरू हुनुपर्दछ भन्ने पक्षबाट र हिजो जे घटना भयो, जुन हिंसात्मक घटना भयो, त्यसमा सरकारको संलग्नता र पत्रकार सुरेश रजकलाई बचाउन सकिने प्रशस्त सम्भावना हुँदै पनि उनको उनलाई बचाउनमा सरकारी संयन्त्र उदासीन रहेको देखिन्छ। कतिपय व्यावसायिक भवनहरूमा सरकारले सुरक्षा दिन सक्ने देखिँदै पनि लुटपाट हुँदाखेरि सुरक्षा उपलब्ध गराउन नसकेको देखिन्छ। मात्रै होइन, प्रष्ट रूपमा महर्जनलाई जहाँ गोली लागेको छ त्यो गोली चलाउनु पर्ने परिस्थिति पनि छैन र कहिलेकाहीँ भिड नियन्त्रण गर्नको लागि र आफ्नो बचाउ गर्नको लागि गोली चलाउन पर्दाखेरि पनि चलाउनु पर्ने सामान्य नियमभन्दा पर गएर सबैलाई आह्वान गर्न चाहन्छौँ, अपिल गर्न चाहन्छौँ, निष्पक्ष एउटा नागरिक आयोग, छानबिन आयोग पनि गठन होस्, मानवाधिकारवादीहरूको पनि छानबिन आयोग बनोस् र सरकारले पनि सत्य तथ्य छानबिन गर्ने एउटा न्यायिक आयोग गठन गरोस् भन्ने हाम्रो माग छ। र यस क्रममा हिजो शान्तिपूर्ण देशभर विरोधका कार्यक्रमहरू गरेर जाने र यसलाई आन्दोलनकै रूपमा उठाएर लाने निर्णय गरेको कुरा पनि म साथीहरूलाई जानकारी गराउँछु। त्यसै गरी पछिल्लो दिनमा हिजोको घटनालाई लिएर राजालाई जसरी राजनीतिमा तान्ने र जोड्ने काम भएको छ त्यो रोक्नको लागि सबै क्षेत्रसँग अपिल गर्ने निर्णय पनि गरेका छौँ। र हामीले हिजो शहादत प्राप्त गर्ने सबिन महर्जन र सुरेश रजक दुवैलाई शहीद घोषणा गर्न र उचित क्षतिपूर्ति दिन, घाइतेहरूको उपचार निशुल्क र प्रभावकारी बनाउन पनि सरकारसँग चाहिँ माग गरेको छ। र त्यसै गरेर विभिन्न सञ्चारगृह र व्यावसायिक घरहरूमा जुन आक्रमण भएको छ, क्षति भएको छ, त्यसको पनि चाहिँ क्षतिपूर्तिको व्यवस्था मिलाउनु। त्यो सरकारले नै हिंसा भड्कायो, सरकारले तपाईँले गर्नुभयो होइन? त्यो सुरक्षाकर्मीलाई गाडीले पेल्दै गएको घटनालाई चाहिँ तपाईँहरूले कसरी हेर्नु भएको छ? त्यसमै अर्को अध्यक्ष, त्यो आन्दोलन चाहिँ कसले गरेछ? त्यो आन्दोलन नि तीनकुनेको आन्दोलन कसले गरेछ? त्यो आन्दोलन तपाईँ आँखाले देख्नु भएको छ कसले गरेको छ भन्ने कुरा। त्यो प्रदर्शनमा जसले तपाईँले अघि सोधे जस्तो गाडी चलाउँदै गएको भनेर हामीले पनि दृश्यमा देखेका छौँ होइन? त्यसमा पक्राउ गर्ने र सुरक्षा व्यवस्था कायम गर्ने जिम्मेवारी सरकारको हो होइन? जहाँ त्यस प्रकारको घटना भएको छ त्यहाँ पक्राउ नगर्ने, नियन्त्रणमा नलिने, तर शान्तिपूर्ण रूपमा चाहिँ मञ्चमा भइराखेको सभामा योजनाबद्ध ढङ्गमा छतबाट प्रहरीले चाहिँ गोली र असुर ग्यास चलाउनु, त्यसको पक्ष चाहिँ त्यो चाहिँ न्यायोचित हो त? त्यस कारणले हामीले कसैले अरू हिंसा गरेको रहेछ भने छानबिन होस्। अहिले हामीले के भनेको छौँ? छानबिन हुनु पर्यो यसमा, र कुनै एउटाले गरेको गल्ती र गलत क्रियाकलापको कारण सम्पूर्ण समाजलाई, आन्दोलनलाई गलत दिशा दिने अथवा सरकारको आक्रमण्य क्रियाकलापलाई अथवा सरकारले जुन हिंसा भड्काएको छ त्यसलाई ढाकछोप गर्ने काम कसैले पनि नगर्नु। छानबिन गर्नु पर्यो। त्यहाँ उसको दोषी देखियो भने जो पनि, मैले भने रविन्द्र मिश्र, धवल शमशेर राणा पनि त्यो हिंसा भड्काउनमा मतलब उहाँ आगजनी गराउनमा, तोडफोडमा संलग्न उहाँहरू पनि देखिन्छ भने छानबिन होस्, कारबाही होस्, तर त्यो निष्पक्ष हुनु पर्यो। उहाँहरू संलग्न हुनुहुन्न। संलग्न नभएको मानिसहरूलाई शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउने, जनताको अधिकार, संविधानले दिएको सुविधालाई प्रयोग गरिराखेका मानिसहरूलाई पक्राउ गरेर जुन काम राज्यले ज्यादती गर्ने काम गरेको छ त्यसको चाहिँ हामी निन्दा गर्छौँ। एक स्टेप अगाडि गयो, मैले भने म ट्र्याकमा ल्याउँछु ल। त्यो आन्दोलन कसले गरे रहेछ? राप्रपा भन्ने दलले त्यो आन्दोलनलाई समर्थन, नैतिक समर्थन, त्यहाँ सहभागीमूलक सहभागिता हिजो थियो कि थिएन, दलको निर्णय थियो कि थिएन, त्यो तपाईँहरूको आन्दोलन हो कि त्यहाँबाट जाउँ न, कोर्स करेक्सन हुन्छ। त्यसमा क्लियर छौँ, त्यहाँ कुनै दुविधै छैन। तपाईँहरूले त्यो सोधिराख्नुपर्ने विषय नै होइन। राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिले नै उद्घोष गरिसकेको छ कि राष्ट्र पुनर्स्थापना
का लागि जसले पनि शान्तिपूर्ण र अहिंसात्मक क्रियाकलाप गर्छ भने आन्दोलन प्रदर्शन गर्छ भने त्यसलाई हाम्रो समर्थन रहन्छ भनेर भनेकै थियो र हामीले पनि हिजो त्यसलाई चाहिँ समर्थन गरेकै थियो र हाम्रो कार्यकर्ताहरू सहभागी हुनुहुन्थ्यो तर त्यस प्रकारका जुन हिंसात्मक गतिविधिहरू छ त्यसमा उक्साउन लागि तपाईहरुको पार्टीका नेताहरू त्यहाँ बोल्नु भएको छ भिडियो क्लिपहरु प्रशस्त छ यसमै मैले एउटा सोधिहालेँ हाम्रो पार्टीको नेता आन्दोलन सभामा अगाडि चाहिँ कहाँ बढ्ने भन्ने भयो अध्यक्षज्यू एउटा क्वेशन ट्र्याकमा आयो नेताहरूले भन्नुहुन्न अगाडि गएर बालवन भन्नुहुन्न अब ट्र्याकमा आयो पूर्व राजालाई महानगरले जरिवाना तिरायो यो सार्वजनिक सम्पत्तिको हकमा पत्र पठाउँदैछ भोलि पत्र पठाउँछ अब तपाईले नैतिक जिम्मेवारी लिइसकेपछि अब निजी सम्पत्ति तपाईले तोडफोड तिर्नुहुन्छ कि तिर्नुहुन्छ त्यहाँबाट जाउँ न निजी सम्पत्ति हामीले तोडफोड गरेको देखियो भने त्यो त मैले छानबिन गर्नु पर्यो छानबिन गर्दाखेरि कसका कारणले हिंसा भड्केको रहेछ कहाँबाट सुरु भएको रहेछ हैन त्यसमा हामी देखियौं भने त हामी जिम्मेवार भइहाल्छ तपाईले गर्नुपर्छ पनि भन्नुहुन्छ फेरि निर्दोष पनि छ भन्नुहुन्छ कुन आधारमा निर्दोष कुन आधारमा भन्नुभयो हैन तपाईकै कुरा बाध्य तपाई भन्नुहुन्छ निर्दोष छन् पनि भन्नुहुन्छ छानबिन पनि माग गर्नु जिम्मेवारी पनि लिनु भयो हैन हामीले कस्तो खालको जवाफ दिनुहुन्छ हैन मजाले भन्यौ मजाले किनभने हामीले हाम्रो आँखाले देखेको छौं धवल शमशेर राणा कहीं पनि तोडफोड गर्न जानु भएको छैन निषेधित क्षेत्र तोडौं भन्ने कुरा त सभामा निषेधित क्षेत्र कसरी तोडौं भन्ने भयो यो आजबाट सिद्ध सुरु भयो भनेर ठिक छ तपाई प्रतिपक्ष त होइन पत्रकार हुने हैन त्यसकारणले आन्दोलनको क्रममा निषेधित क्षेत्र तोडौं भन्ने कुरा म निषेधित क्षेत्र तोड मैले अस्ति म आफैले गएको चैत 27 गते निषेधित क्षेत्र मैले तोडौं भने त्यो आन्दोलनको क्रममा तर कसै घरमा आगो लगाउँ भनेर त धवल शमशेरले भन्नुभएको छैन हजुर लाइनमा भएर सुरु भयो त अध्यक्ष अहिले लाइनमा आउनुभयो हजुर त्यो समर्थन अघिको भन्नुभयो नि तपाईले हामीले यसको नैतिक समर्थन जिम्मेवारी लिनुपर्छ भन्नुभयो अब एउटा कुरा भनिदिनुहोस् तपाईका वरिष्ठ उपाध्यक्ष र महामन्त्रीले भिडलाई उद्धृत गरेको भिडियो मसँग कान्तिपुरसँग अहिले पनि सुरक्षित छ अब के भन्नुहुन्छ तपाईले यसको सम्पूर्ण जिम्मेवारी पार्टीले लिन्छ कि लिँदैन निष्पक्ष छानबिन हुनु पर्यो छानबिनमा दोषी देखियो भने कारबाही हुन्छ हकमा पहिले नै किन सुरक्षाकर्मी गएर बसेको थियो तपाई पत्रकार साथीहरूलाई मैले भन्छु कि आन्दोलनको क्रममा आन्दोलनकारी पक्षबाट केही त्रुटि भयो भने त्यसलाई नियन्त्रणमा लिने सरकारको जिम्मेवारी हो र त्यसलाई चाहिँ भड्काउने जिम्मेवारी सरकारको होइन त्यसकारणले त्यसको छानबिन हुनु पर्यो मैले भने त्यसमा दोषी देखियो भने र राज्य विरुद्धकै गतिविधि भएको रहेछ भने त्यो कारबाही हुनु पर्यो तर आन्दोलनको क्रममा आउनुहोस् निषेधित क्षेत्र तोडौं घेरौं भन्ने कुरा आफ्नो कार्यकर्तालाई उत्साहित गर्ने कुरा गरे तर कसैको घर आगो लगाउँ भनेको छ कि छैन आगो लगाउन गएको छ कि छैन तर मैले भन्छु त्यो आगो लाग्नुभन्दा अगाडि अरू तोडफोड हुनुभन्दा अगाडि राज्यले किन छतमाथि बसेर गोली हान्यो किन अश्रु ग्यास फ्याँक्यो त्यति मात्रै होइन तपाई पत्रकार साथीहरूलाई म फेरि भन्छु एउटा पत्रकार साथीको ज्यान गएको छ है त्यहाँ माथिबाट छतबाट गोली हानेको कारण टियर ग्यास हानेको कारण आन्दोलनकारीले त्यहाँ चाहिँ प्रतिवाद गर्दा अरू चिजहरू धेरै चिजहरू बढेर गएको कुरा त सबको आँखा अगाडि प्रश्न छ नि हैन सरकारले पहिले नै छतमाथि किन जानु पर्यो हैन छतमाथि किन चाहिँ सुरक्षाकर्मी राख्नु पर्यो त्यहाँबाट किन गोली चलाउनु पर्यो किन अश्रु ग्यास हान्नु पर्यो है त्यस्तो परिस्थिति किन आयो र सरकारले डेट एक्सपायर भएको अश्रु ग्यास किन प्रयोग गर्यो त्यो मानव स्वास्थ्यको लागि कतिको हानिकारक छ त्यसको लागि पनि छानबिन हुनुपर्छ तपाईहरुको यो अहिलेको बैठकले समग्रमा एउटा लास्ट समग्रमा अहिले बैठक बसिरहँदा के हुन्छ समग्रमा बैठक बसिरहँदा अब यो हिजोको घटनापछिको अबको आन्दोलन एउटा किन पत्रकार कामै सोध्ने हो नि पुग्छ भन्ने एउटा सोध्ने हो भनेर क्वेशन गर्ने तपाईको पत्रकार कामै सोध्ने तपाईको सांसदलाई संसद सचिवालयमा आयो पत्र तपाईको सांसद हो नि त एकजना जिम्मेवार सांसद हो हैन आन्दोलनमा कहाँ पुग्छ के निचोड निकालो बैठकले र तपाईको सांसदलाई त्यहाँ पत्र गएको छ भोलि त पत्र आउँछ के पत्र त्यो संसद सचिवालय यो दुईटालाई जोडेर त्यसको बारेमा मैले अघि नै भनिसके तपाईले सुन्नु विरोध प्रदर्शनको रूपमा चाहिँ फेरि निरन्तर रूपमा हामी अगाडि जान्छौँ भनेर भनिसकेको छौँ हामीले छानबिन आयोगको माग गरेका छौँ हैन स्वतन्त्र आयोग बनोस् भनेर भनेका छौँ
र अहिले हाम्रो चाहिँ प्रारम्भिक अहिले हाम्रो अध्ययन हाम्रो निष्कर्षले हाम्रो आफ्नो बुझाइले फेरि गोलमोटो विचार दिनुपर्छ होइन के गोलमोटो सरकारै चाहिँ नि यसमा चाहिँ नि भड्काउन लागेको छ भन्ने छ र हामीले अरू घोषित गरेका हाम्रो सबै आन्दोलनका कार्यक्रमहरू निरन्तर छ। मेरो एउटा क्वेसन मेरो दिनुहोस्। अहिलेसम्म 2.5 अरब भन्दा बढी मान्छे यो घटना हेरिसक्यो, लगभग 29 घण्टा भइसक्यो अहिलेसम्म। हजुर जिम्मेवार पार्टीको जिम्मेवार व्यक्ति जसले सुरुदेखि नै राज संस्था र हिन्दू राष्ट्रको मुद्दा विश्व स्तरमा उठाउँदै आउनु भएको छ, यति 29.5 घण्टा ढिलो किन गर्नुभयो जबकि 2.5 अरब मान्छे हेरिसकेछ। 10,000 भन्दा बढी टेलिभिजन र पत्र पत्रिकाले यसलाई फ्रन्ट न्युज बनाएछ। तपाईँ ठिकै भन्नु। अध्यक्षज्यू जस्तो तपाईँले पूर्व राजालाई तपाईँले कहाँ थापेर हिँड्नुभयो, सुख दुःख सबैमा हिँड्नुभयो, अहिले तपाईँलाई पूर्व राजाले